म सुजित कुमार झा। म अहिले जनकपुर धामको महत्त्वपूर्ण मन्दिर बाबा भूतनाथको प्राङ्गणमा छु र यहाँ चाहिँ बिहानैदेखि निकै भक्तजनहरू आएका छन्। खास गरेर साउन महिनामा यहाँ सोमबारीका दिन निकै दर्शनार्थीहरू आउने गर्छन्। जनकपुर र जनकपुर बाहिरका पनि दर्शनार्थीहरू आउने गर्छन्। यो मन्दिर चाहिँ श्मशान घाटमा बनेको छ। एकातिर खास गरेर शवहरू जलाउने गरिन्छ भने अर्कोतर्फ पूजापाठका कार्यहरू पनि हुने गर्छन्। मन्दिरमा चाहिँ पूजा गर्नेहरू यसरी चाहिँ पूजा गर्ने गर्छन्। खास गरेर शिवलिङ्गको पूजा हुने गर्छन् र यो साउन महिना चाहिँ निकै सङ्ख्यामा महिला पुरुषहरू व्रत बस्ने गर्छन्। यो महिना शिवको महिमा रहेको छन्। शिवको खास गरेर विशेष पूजा गर्छन्। पार्वतीले पनि यही महिना चाहिँ पूजा गरेर शिवको प्राप्त गरेका कारणले पनि यो महिनाको विशेष महत्त्व रहेको। दर्शकवृन्द, म अहिले स्वर्गद्वारी श्मशान घाट जनकपुर धामका अधिकांश शव जल्ने स्थलमा छु। यो स्वर्गद्वारी श्मशान घाट हो र यही प्राङ्गणमा चाहिँ भूतनाथको मन्दिर रहेको छ, महादेवको मन्दिर रहेको छ र यहाँ चाहिँ शव जलाउने गरिन्छ भने अरू खास गरेर पूजापाठका लागि पनि आउने गर्छन्। यहाँ चाहिँ यो जनकपुरको सबैभन्दा व्यवस्थित मन्दिर मध्येको एक रहेको छ। पवन सिंघानियाको नेतृत्वमा यो मन्दिरको स्थापना केही वर्ष अघि भएको र यो जनकपुरको प्रमुख मन्दिरको रूपमा यही श्मशान घाट हो र यो श्मशान घाटमा चाहिँ शव जलाउने गरिन्छ र यो पार्क पनि देख्न सक्नुहुन्छ। यो पार्क कस्तो रहेको छ, यहाँ चाहिँ राति पनि निकै दृश्यहरू देख्न सक्नुहुन्छ। दर्शकवृन्द, यो चाहिँ शिव पार्वतीको मूर्ति रहेको छ र यसमा चाहिँ खास गरेर शिव पार्वतीको प्रेमलाई दर्शाइएको छ, पारिवारिक जीवनलाई दर्शाइएको छ। यहाँ चाहिँ खास गरेर सेल्फी लिनेहरूको पनि अरू बेला पनि भिड हुने गर्छ भने अहिले पनि देख्न सक्नुहुन्छ निकै सङ्ख्यामा दर्शनार्थीहरू पूजा गरिरहेका छन्। मूल चाहिँ श्मशान घाटको प्राङ्गणमा भूतनाथको मन्दिर रहेको छ र ती बाहेकका मूर्तिमा यो पनि एउटा आकर्षण रहेको छ।